Hi guys, welcome back to my channel. मेरो च्यानलमा आउँछ यो हैन मेरोमा आउँछ. Where are we going? थाहा छैन. अरे कहना क्या चाहते हो? त्यो कहाँ हो ठाउँ? ठाउँको नाम थाहा छैन तर हामीलाई थाहा छ कहाँ जाने भनेर. आज हामी हिँड्न जानु लाग्यो. हिँड्न? पानीको ठाउँको नाम थाहा छैन. Let's go. त्यही पनि हैन. Stay tuned कहाँ जान्छौँ भनेर थाहा पाउनको लागि and subscribe to my channel Life of Kritika. Okay, bye. के भयो? बन्दै रहेछ. बन्द रहेछ. Leaves. Nice. छुर्पी. ल ठीक छ. खट्टै. ए यात्रा सुरु गरौँ अब. ल 2 hours ड्राइभ. हामी घरबाट निस्किसकेका थियौँ तर फेरि दिदीले आफ्नो स्ट्रेटनरको प्लग अफ गरे कि गरिन भनेर स्योर हुनुहुन्थेन. त्यही भएर फेरि हामी स्ट्रेटनरको प्लग अफ गर्न आएको. प्लग अफ रहेछ. अब बल्ल हामी जान लागेको. यस्तो लापरवाही चाहिँ गर्नु हुन्न है गाइस. घर जाने भने. ओके घरै छ. आउँदाखेरि घरै छैन. ल जाम. लेट्स गो. अर्को भ्लग पनि आउँछ. मेरोमा पनि आउँछ भ्लग. भिडियो गराएको यो परेको आज गाडी सफा गर्न पनि छैन कि यस्तो पारा. हैन थिएन कि बिहानसम्म भर्खरै आयो होला. म गाडीको चढ्दाबाट मैले ख्याल गरेको थिएँ. लास्टमा मेरो घरको दोष. जति गर्दा नि गएन. बाहिरै गएर पुस्नु पर्छ. हेजरलाई बालेर बाहिर गएर आज पुस्ने. हेर छि झन् उ भयो. यता पनि छरियो. नबिना दिदीको वेडिङ ड्रेस त्यस्तै हुन्छ रे गाइस. सुन कति सुन 6 months. आउँदै बोय केटा खोजिसक्यो हो. ल रेडी 6 महिनापछि टक्क गाउन लाएर सेतो गाउन लाएर वेडिङ. यो अझै पनि गएन. मैले सपिङ गरिदिएको पैसा फिर्ताले. कफी ब्रेकमा छु. 15 minutes break. एकदम भोक लागिसक्यो. बिहान उठाएर 8 बजे जाम भन्यो. म केही नखाइकन आएँ. उसले चना बनाएर राख्छु. चना खाने भनेर लास्टमा म्याक अनि म्याग यता छ लास्टमा. अनि अब केही खाएको छैन. 11 बज्न लाग्यो. पानी बाहेक केही खाएको छैन. एटलिस्ट पानी खाएर आएको. ल अब हामी म्याग जाँदैछौँ. लास्ट जाडो रहेछ. दुइटैले ज्याकेट लगाएको छ होला जाडो. ला दुइटा छ छैन. बाई गाइज हामीले गाडी रोकेको किन? आछि पुस. बल्ल सफा भयो. अब बल्ल भिडियो राम्रो आउँछ. नभए यत्रो बेरसम्म भिडियो खिच्नै नसकेर. ल क्लियर आयो बल्ल. बाहिरको भ्यू यस्तो राम्रो छ. अब फेरि हामीले गाडी रोकेर पछाडिको भ्यूसँग फोटो खिच्ने. लेट्स गो. रोड म हजुरहरूलाई दिन देखाउँछु. पछाडि अति नै राम्रो छ.
हावा लागेको अब चाहिँ हामी पुग्नको लागि 3 मिनट बाटो यस्तो छ नाइस भ्यू यो दुईटाको बिचमा नो त्यहाँ मिल्दैन क्या त्यसको पछाडि के बोर्ड साइन होइन कि उतै त्यो गाडीको पछाडि राख्ने कि यहाँ होइन यहाँ त अब यो इन्ट्रान्स नै जस्तो भयो नि त्यही छ कि बोर्ड माता चाहिँ होइन होला ओ यहाँनिर उयो रातो ओ यहाँ गाडी राख्न मिल्छ कि मिल्दैन गाइज कमेन्ट डाउन लेखे फाइन आएपछि बल्ल कमेन्ट सेक्सनमा यसको पछाडि राख्न नमिल्ने हो त्यो ढोका खोल्न सक्दैन पुरै हावा राम्रोसँग ढोका नि खुलेन लास्टै हावा छ हजुरको कपाल उडेको हेर्नु त लास्टै हावा छ ज्याकेट नि ल्याएन यस्तो छ पारा होइन ठिकै छ नट ब्याड मिल्छ के पार्किङ अझै पनि पार्किङ त्यहाँ गाडी राख्नु मिल्छ कि तर त्यस्तो छैन घाम लागेछ अनि हावा लागेछ त्यो भनेको त ठिकै हो नि हामी 4 घन्टा हिँड्नै छ त्यही भएर इट्स ओके यसको पछाडि चाहिँ राख्न नमिल्ने हो कि के हो गाडी अनि दिदीले चाहिँ सार्न लाग्नु भयो अगाडि राख्नुहुन्छ अब Let's start the journey. Before we go or after we come. एउटा त्यो टिकटकमा के दिस इज अस बिफोर हाइक र दिस इज अस आफ्टर हाइक वाला भिडियो बनाउने हामीले अब तर त्यस्तो साह्रै हुन्छ जस्तो लागेन मलाई हिँड्न पर्छ जस्तो राखौँ न त यता मोबाइल अनि त्यो भिडियो गरौँ अब दुईटा बाटो सके फेरि यस्तो भयो भने चाहिँ कहाँ जाने ए हामी यता जाने भए चाहिँ यो सबै रिभर वाला साइड हेर्ने होला हामी कहाँ जाने हो त जाने होला दुईटा बाटो छ एउटा यहाँ छ अनि अर्को चाहिँ यता हामी जाने कता यता हामी कुन बाटो आयौँ नि थाहा छैन भन्नाले सही बाटो आयौँ कि आएनौँ थाहा छैन यता तलबाट गयो भने पो त्यो भ्यू देखिन्थ्यो र कस्तो राम्रो Look at the view. यो बाटो गयो भने चाहिँ सबै ओह्रालो ओह्रालो झर्ने अनि झाङ पुरै यो रुखहरू मात्रै छ अर्को बाटो गएको भए चाहिँ सबै त्यो खोलाको राम्रो भ्यू देखिन्थ्यो हामी हाम्रो गन्तव्यमा पुग्छौँ कि पुग्दैनौँ त्यो हेर्नको लागि स्टे ट्युन यसरी सानो सानो बाटो हिँडेर छौँ लास्टमा कसैको घरमा गएर सकिरहेको हाइकिङ भनेर छैन घरहरू छ ऊ त्यहाँनिर अहिले हेर न अहिले रमाइलो ओइ कस्तो राम्रो Why are you running? Why are you running? त्यहाँ तिनीहरू तलैसम्म जाँदो रहेछ ए मान्छे हिँडिरहेको रहेछ मैले मान्छे देखेँ त्यहाँसम्म पुग्ने होला हामी आई थिङ्क कस्तो राम्रो वेदर पनि कस्तो राम्रो भएको छ अनि जाडो पनि छैन गर्मी पनि छैन हावा पनि त्यस्तो केही छैन तर मेन कुरा चाहिँ 4 hours अफ वक भनेको छ होइन विच आई कान्ट यो मान्छे फिटनेस जर्नीमा लागेर भनौँ न अलमोस्ट एभ्री विक ऊ हाइक गइरहेछ अनि मलाई आज चाहिँ मलाई जबरजस्ती
बिचारिरहेको छ यहाँ 4 घन्टा हिँड्नलाई मैले भनेछु 4 घन्टा त हिँड्न सकिँदैन भने बिचबाट फर्किम भनेछ अब के हुन्छ थाहा छैन हैन जाने हो 4 घन्टा त जाबो केही पनि हैन बिफोर अस 4 घन्टा त केही पनि हैन भनेछ अहिले तर यहाँ त यही देखिसक्यो होइन 4 घन्टा त लाग्ला 4 घन्टा त बोथ वे हो नि त जान आउनलाई नै त्यही भनेको कि मैले लेट्स सी लास्टमा ऊ नदुब्लाएर म अलिअलि भएको पनि दुब्लाइरहेको थिएँ होइन होला यस्तो दामी गाइज यहाँ हेर न तल प्लिज है ब्रेकफास्ट भन्यो खायो फेरि खेल्यो फेरि मर्निङ टी खायो त्यसपछि फेरि खेल्न गयो खेल्न कहाँ जाने त्यही स्यान्ड खेल्या छ त्यो जिउभरि टाउकोभरि मुखभरि लागिसक्यो म आमा हुन्थ्यो भने त म त पुरै नुहाएर मात्रै पठा मेरो बच्चालाई गर भन्थ्यो दिदीले आफ्नो चाइल्ड केयरको एक्सपिरियन्स सुनाउँदै हुनुहुन्छ त्यति धेरै फोरी हुन्छन् यो भगवान् तिनीहरूलाई त्यहाँबाट उचाल्न नि मन लाग्दैन तर के गर्नु हाम्रो हाइकमा के गफ हुँदैछ भनेर हजुरहरूले सोचिराख्नु भएको छ भने चाइल्ड केयर र एज केयर अब पिचको मान्छेलाई केयर गर्नु मात्रै बाँकी छ जिन्दगीमा चाइल्ड केयर मै गर्छु एज केयर पनि मै गर्छु बुढाको केयर पनि मै गर्छु भन्नु न बुढाको केयर पनि मैले गर्नु के थाहा भएर हजुरको बडी केयर गर्ने बुढा पर्छ कि त्यस्तै त्यसलाई पनि म जित्दिन्छु किनभने भने मलाई भगवान्ले जन्माउनु भएको यो धरतीमा पठाउनु भएको केयर गर्नलाई बनाउनलाई मैले घरदेखि सिकाएर लिएर आएको छु तर यहाँ 2 घन्टा बाटोमा यता आइसक्यो अझै पनि आइसक्रिम खाउँ कि आइसक्रिमबाट अगाडि बढ्न सके छैन यो मान्छे भरे घर फर्किँदासम्म कश्मीर जाऊंगी ल अनि त्यसपछि होइन अब बल्ल जियामा चाहिँ घुम्ने हो कि सोलोमे भर्के जिया अनि जलवे कराऊंगी उसको रिझाऊंगी तर यो 4 घन्टाको वकमा चाहिँ म पर्फेक्ट हुन्छु यो गानामा आई विश के भयो रे हाइकिङ ट्रेकिङ जाँदा जस्तो कपडा लगाएर आउने भनेर यस्तो लगाएर फोटो खिच्ने जस्तो त लगाएको छु बिचमा जाने जस्तो उसले अझै सुरुमा के गरेको थियो भने जिम जाने जस्तो लुगा लगाएर पुरै प्रपर जाने भनेर त्यस्तो लुगा लगाएर आएको थियो अनि पछि मैले अर्को लुगा लगाएको देखेपछि ओइ हो रहेछ तलै जाने रहेछ अनि त्यसपछि लास्टमा अहिले यहाँ बिच देखेपछि चाहिँ रिग्रेट हुँदै होला नि होइन बरु एक्स्ट्रा कपडा लिएर आउनु पर्छ गाडीमै चेन्ज गर्नु अन्त कोस्टल वक के अरे हामी पनि आशिका दिदी जस्तै यो धोइदिने रे क्या बोर्ड 4 भएछ भनेर दिदीले हामीलाई सिकाउनु भयो यस्तो हुन्छ अरे क्या यहाँनिर त्यही भएर डोन्ट पुट योर लाइफ अन द लाइन 157 सम्म यो मान्छे यहाँ थियो के भएको थिएन 158 मै यस्तो भएर यो मान्छे गयो हामीले पुरै पिचै बुक गरेको छौँ हेर्नुहोस् यता दायाँ बायाँ कोही पनि मान्छे छैन हाम्रो जति लडीपुडी गरे पनि जति भिडियो बनाए पनि त्यही हो फाइदा पिक्टेमा आएको पिच हामीले चरालाई त टिकट बुक गरेको थिएनौँ नि त यहाँ कसरी फ्रीमा आयो यार चरा हाम्रो पिचबाट पैसा नल्याउन खोज्दो रहेछ पिचकै लागि ड्रेस लगाएर आउनुपर्छ कि यस्तो कपडा आउँदैन नेक्स्ट टाइम हाइक भनेर आएको कि खासमा के थाहा हाइक बोनस नपाएको हामीले भनेको क्या हजुर
हाइट पनि त्यस्तो साह्रो हाइट पनि हुने भएन किनभने जम्मा ए यहाँ चाहिँ नेट चल्यो अघि न त्यो एसओएस देखाइरहेको थियो अब भिडियो खोज्छ उसले अनि फेरि टिकटक बनाउन जानुपर्छ म अहिले स्यास्या भइसकेँ म छैन मेरो हिँड्ने बानी हरायो कि अब कहाँ यो डाँडा कटेर जानु छ अरे यस्तो डाँडा 3टा कट्नु छ होइन तर ठिकै छ त बाटो अब त यहाँ ओह्रालो उकालो गइसक्यो के भन्न चाहन्छु त भ्युअर्सहरूलाई डु यु रिकमेन्ड दिस प्लेस यस आई डु एकदमै राम्रो छ हजुरहरू जिउँदै हुनुहुन्छ भने अवश्य आउनै पर्ने ठाउँ छ यो अरे कहना क्या चाहते हो जिउँदै हुनुहुन्छ भने नमरुन् के भन्छ छ्या बाथरुम जेल आउनु पर्ने हो जस मर्नुभन्दा अगाडि आउनुपर्छ सरी गाइज मेरो नेपाली धेरै नै बिग्रिएछ अरे क्या चाहिँ गाइज यो जुन यो डाँडा देखेछ नि यो आई थिङ्क 3टा छ होला कि 3टा लाइक अब हामी यसरी जान्छौँ नि त न अनि एकछिनै अनि यसरी गएपछि यहाँ यस्तो गएर फेरि गयो क्या अनि यो पछि अर्को गरेर 3टा छ नि त यो चाहिँ धेरै नै फेक है किन ल हो अनि यत्रो हिँड्यौँ त हामी कसम हिँड्यौँ ब्याक यताबाट 2टा बाटो छ कि सायद हामी यो बाटो जानु पर्थ्यो होला तर हामी चाहिँ यो बाटो गयौँ केही छैन त्यस्तो गाह्रो थिएन कति भयो यहाँ कसरी देखाउने देखिँदैन होला भयो हामीले 12 बजे त्यहाँबाट स्टार्ट गरेको कि कोही होइन 12 बजे त बल्ल हामी यहाँबाट गएको जस 12 बजे भनौँ न हामीलाई 2 घन्टा 2.5 घन्टा लाग्यो जम्मा 4 घन्टा भनेर यसै ल अब हामी नेक्स्ट डेस्टिनेसनमा त्यो म यति थाकेको छु कि मेरो आवाज पनि राम्रो निस्कियो छैन कि केही थाके छैन म थाकेको छ नि तर पानी हामीले चाहिँ एउटा के मिस्टेक गर्यौँ भने पानी चाहिँ गाडीमा सजाउन राखेर अब त्यो घामले तातेर के भइरहेको होला पानी अब हामी नेक्स्ट डेस्टिनेसन चाहिँ सायद हामी खोइ कहाँ जान्छौँ थाहा छैन जू फेरि साथीलाई भेट्न मन लागिहाल्यो के रे म कति केयर गर्छु एनिमल आफ्नो साथी भएर त्यही हो ल अब सेकेन्ड डेस्टिनेसन साथीहरू भेट्नलाई भित्र चाहिँ यसरी फोटो पनि खिच्न मिल्ने रहेछ कृतिकाले आई थिङ्क स्नेकसँग खिच्छ होला दिदी बहिनी भेट हुने भयो मान्छे चाहिँ यसरी आछन् कि मानौ एकदमै खतरा ठाउँ हो यो होइन जसरी लेट्स सी मेला लागे जस्तै भएछ यहाँ त यहाँ धेरै आथे कि मान्छेहरू मैले सोचेको थिएँ कि हामीले यसरी हातमै राख्ने उनीहरू हातैमा आएर खान्छन् भने सोचेको थिएँ तर यहाँ त मान्छे यति धेरै छ कि त्यो के होइन यसले अर्कै के देखाइरहेको छ कि उता पनि छ ठुलै रहेछ त त्यहाँ हेर न म्याप नै रहेछ अनि यसको नाम एस रहेछ हाई एस हेलो कुकुरै हो कि के हो होइन कङ्गारू हो लो सेतो जे पाइदै हो के हो कसम सेतो कङ्गारू हुने रहेछ मैले चाहिँ सेतो कङ्गारू अहिलेसम्म देखेको थिएन कि सेतो अनि खुवाउनलाई मान्छेले ट्राई गरिरहेछन् तर इन्ट्रेस्टेड छैन टन्न भएर बसिसकेछ यत्रो मान्छेहरूले खुवाएपछि आएन बिचरा थाकेर बसिरहेछ होला हेलो के इन्ट्रेस्टेड नै छैन यिनीहरू
खाए यहाँ सब कंगारुहरूलाई खुवाइसके कि अनि उनीहरू इन्ट्रेस्टेड पनि छैन खानको लागि कि उनीहरूलाई मतलबै छैन कंगारुहरू फालेर बस्यो अनि धेरै कंगारु पनि छैन त यहाँ स्क्याम भयो सब अल्छीहरू सुतेर बसेछन् खानै आउँदैनन् त्यो उठ्यो त्यो पनि सुत्यो सुत्यो त साथी त ऊ त्यो एउटा उठेछ हेलो खाना आइदिनुहोस् न प्लिज ओके अच्छा यहाँ यस्तो राम्रो खाना दिइरहेको छ लाइन बसेर बल्ल होइन होला अब सिधा गराइदिनु नि प्लिज Oh my god. Hello. साथी दिदी भन दिदी भनेको को नबिना दिदी हेलो नबिना दिदी यति धेरै ओ माय गुडनेस बस बोकेर आएर त्यही भएर हामीले राम्रोसँग खिच्न पनि पाएनौँ कि आज लास्ट रिसिट आयो छिमेकी मुलुकका मान्छेहरूले चान्सै नदिने के फोटो भिडियो खिच्नुलाई फेरि छिर्दिने क्या आफै ट्विटर अर्काले खिचिरहेछ के सोधौँ नो म्यानर्स सरी थ्याङ्क यू केही छैन एक्सक्युज मी छैन त्यसै ठ्याराङ अर्को नि गाडी आउँदैछ वहाँ होइन होला बस आइरहेछ नि यार यिनीहरू त माइक्रो बस जिप यो पुरै मनोकामना जानुलाई हिँडे जस्तो टोलीहरू ल 99 लेट्स गो ब्याक ए यो त approach it in a different way, and then you will tell like what this is what is a student so it's Zoom meeting. What did you learn? What did you learn? Disagree, surprise, how होइन यहाँ छैन वेट मेसिन त छैन तर यति खाएपछि त कसो 1 किलो नबढ्ला वेट गेन जर्नी बिहानदेखि केही नखाएर दुख्दैन भन्दै चिमटेको एकदम डिस्टर्ब गरिरहनु भएको थिएन नि हामी चेन्जै गर्न टाइम लागिरहेको थियो अनि नर्स आयो कि अनि नर्स आएर अनि किन टाइम लाग्यो भनेर सोधेको थियो अनि त्यो दाइले कि नर्सलाई त्यो ठ्याक्क लास्टै फोरी हुन्थ्यो त्यो दारी पनि काट्न दिँदैन थियो त्यस्तो टाइपको थियो नि त नर्सलाई दारी